सो हेलो गाइज, के छ सन्चै आराममै हुनुहुन्छ? वेलकम टु माई युट्युब च्यानल। हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ हैन। आज चाहिँ मैले यो अहिले तत्काल टाइममा म के गरिरहेको छु भने छोटो मिठो एउटा मिनी भ्लग जस्तै बनाउन गइरहेको छु हैन। अहिले चाहिँ मैले भर मात्रै खाना खाएर बसिरहेको छु, रेस्ट टाइम जस्तै भनौँ हैन। गर्मी पनि एकदमै गर्मी भइरहेछ अहिले। गर्मी सिजन पनि सुरु भयो अब। यो भित्र बस्दा हैन, भित्र बस्दा पनि गर्मी लागिसक्यो कि। हेर्नुहोस् त यहाँ अब एसी पनि फिट गरिएको छ कि, तर के गर्नु, एसीले धान्दैन हैन। यतातिर यो बाहिरको अवस्था चाहिँ लास्टै गर्मी लागिरहेछ कि, यस्तो भइरहेछ ल हेर्नु त, यस्तो छ। अनि यस्तो अवस्था छ बाहिर, लास्ट गर्मी लागिरहेछ। गाह्रो छ खै के गर्ने, गाह्रो छ गाइजहरू। उता पछाडितिर चाहिँ यतातिर चाहिँ पुरा काम गरिरहेछ हैन। गर्मीमा सक्ने यार काम गर्न, लास्टै गाह्रो भएको छ हौ मलाई। अनि साथीहरू तपाईँहरूको के कस्तो छ हैन? हाम्रो चाहिँ यस्तै है दुबई लाइफ। अब डेली त्यही त नि हैन, आइयो कम्पनीमा काम गरियो, के गर्ने। अब दिनमा कमाइ होला तपाईँको, भनौँ न कति कमाइ, 30-40 रुपियाँ, 40-50 रुपियाँ कमाइ होला। यस्तो गर्मीमा खटिया छ हैन। अन्त 50 रुपियाँ कमायो भनेको त नेपालको तुलनामा त राम्रै हो। अब यतातिर त खासै उ होइन। हुन त महँगाइ हेरौँ न, यहाँ फेरि महँगाइ, अहिले महँगाइ यो लडाइँले गर्दा यति महँगाइ भएको छ, साँच्ची नै के भन्ने यार। कुनै चिज पनि किनेर खानै गाह्रो कि। टमाटर हेर्नु तपाईँको 1 किलोले 10 दिरहम भनिदिन्छ ल। अब 1 किलोले कति पुग्ने, कतिवटा यत्रो ठुल्ठुलो 3-4वटा त नभनौँ, 5-6वटा हालिदियो भने त 1 किलो पुगिहाल्यो। 10 दिरहम छ्याप्पै हो, यस्तो हुन्छ। प्याज त्यस्तै 10 दिरहम हो। महँगो छ नि भनेको। अब कमाइ छैन हैन। स्यालेरी आउँछ 1500-1600 सय, 1500-1600 सयले अब भने जस्तो कहाँ हुन्छ नि। अब खाना आफ्नै भएपछि कम्पनी गाह्रो हुँदो रहेछ। अब त्यही हो गाइस, तपाईँहरू यदि दुबई आउन चाहनुहुन्छ भने चाहिँ एकदम बुझेर आउनुहोस् हैन। धेरै सप्लाई कम्पनी यहीँ उतापट्टि पनि छ हैन। कुनै दिन म ब्लग बनाएर देखाइदिन्छु तपाईँहरूलाई। यो हाम्रै कम्पनीमा सप्लाई कम्पनी केटाहरू छ कि, नेपाली केटाहरू। बिचरा 800 रुपियाँमा कि, जम्मा 800 हो क्या अनि स्यालेरी। यतिमा बसिरहेछ नि, के गर्नु त, गाह्रो। आइ त सक्यो, फसाइ सक्यो होइन एजेन्टले, के भन्नु। यस्तै हो, गर्मी छ हैन। लास्टै अब गर्मी सिजन पनि भयो नेपालमा जस्तो। नेपालमै त गर्मी लाग्छ हैन हामीलाई, यतातिर झन् बढी गर्मी भइहाल्छ नि। अब के गर्नु, आफ्नो देश छोडेर आएपछि काम गर्नै पर्यो। अब गर्दिनँ भनेर नि पाइँदैन हैन। गाह्रो छ नि, गाह्रो छ। अनि को दुबईतिर चाहिँ को कता कता हुनुहुन्छ हैन, यो भिडियो चाहिँ हेर्नुभयो भने चाहिँ यसो कमेन्ट गर्नु होला, कतिको राम्रो छ तपाईँहरूको कम्पनी। अब म पनि कम्पनी चाहिँ चेन्ज गर्ने भन्ने विचार चाहिँ गरेको हैन। तर यहाँ अब कि सिप चाहियो हातमा, कि आफूसँग त्यस्तो राम्रो खुबी हुनु पर्यो नि त नि। एउटा मान्छेले हामीलाई किन हायर गर्छ त हैन। कि सिप हुनु पर्यो, कि त ट्यालेन्टेड हुनु पर्यो। आफूसँग केही छैन हैन, त्यही भन्छ नि भगवानले न कला दिया न गला दिया त्यस्तै भइरहेछ कि।
बाँकी चाहिँ आफै बुझ्नुहोस् न। त्यही भएर अब आफ्नो मान्छे पनि छैन, फेरि आफ्नो मान्छे हो राम्रो कम्पनीमा परेछ भने त अब आफ्नो मान्छेले अलिकति हेल्प गर्न सक्थ्यो। छ र त छ नभए होइन, अब आफ्नो मान्छेहरू पनि त्यस्तै भने जस्तो कम्पनीमा परेर आएको छैन होइन। त्यही भएर नि गाह्रो छ। अब कुनै कुनै त छ छन त अब चिनेकै मान्छेहरू आफ्नै वरिपरि गाउँतिरको, तर अब मान्छेहरू त्यो स्वार्थी हुन्छ नि त होइन सबैजना। भने जस्तो कहाँ हुन्छ र भनेको, ए मैले भन्दा यसले प्रगति गरिदिएला भन्ने हुन्छ कसै, कोही कस्तो हुन्छ होइन। सोचै आफ्नै आफ्नै हो। अब म नि युट्युबमा चाहिँ डेली डेली चाहिँ अब जस्तो हुन्छ होइन, सकेसम्म राम्रो कन्टेन्ट बनाउन कोसिस गर्छु गाइजहरू। हजुरहरूले चाहिँ सपोर्ट गरिदिनु पऱ्यो है त, मलाई सपोर्ट गरिदिनु पऱ्यो, मेरो भिडियोहरू हेरिदिनु पऱ्यो होइन। के हो र भनेको, भिडियो बनाउने हो हाल्ने हो होइन। अब च्यानल राम्रो भयो, अब ग्रोथ गर्न सक्यो भने त ठिकै हो, नसके पनि च्यानल बनाएको थियो भनेर कहिले कहिले आफ्नै मेमोरिजको लागि पनि यसो हेर्ने हुन्छ नि त होइन। ल अब मेरो चाहिँ आजको भ्लग चाहिँ यति नै है। छोटो मिठो हो कि तितो हो त्यो थाहा भयो होइन। अब राम्रो लाग्यो भने यसो सब्सक्राइब गरिदिनु। अब भोलितिर कुराकानी गर्दै गरौँला होइन। आजको चाहिँ अब एकछिन बिजी पनि हुन्छु, थोरै काम पनि छ होइन। म भोलि अब एक दिन, भोलि त नभनौँ एक दिन चाहिँ तपाईँहरूलाई ठ्याक्कै यो एरिया पुरा देखाइदिन्छु है त, देखाइदिन्छु। भिडियोलाई लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु है त। ओके गाइस।